लो गाइज आज चाहिँ के छ भनेपछि होइन जिन्दगीमा कसैको विश्वास नगर्नु के होइन फर्स्ट अफ अल के कसैको नगर्नु के बस यति मात्र गर्नु कि आफ्नो आमा बाको बाहेक होइन कसैको नगर्नु के विश्वास होइन ना कसम त्यही विश्वासको कारणले आज मेरो डामाडोल भएको छ के जिन्दगी होइन के भयो भनेपछि होइन हाम्रो आफ्नै मान्छे होइन आफ्नै मान्छे के आफ्नै मान्छे अब बुझ न आफ्नै होइन आफ्नै फ्यामिलीको मान्छे के होइन अब फ्यामिलीको भन्दा पनि आफ्नै भने नि अब यताउति आफ्नै मान्छेले के होइन साला आफ्नै मान्छे भएर पनि यस्तो काम गर्थ्यो के है जिन्दगी हेर न माया कसम साला यत्रो विश्वास थियो यत्रो उ थियो सबै टुट्यो के माया कसम आज त्यो मान्छेदेखि होइन हिजो मलाई लास्ट तनाव भयो क्या जिन्दगीमा आमा बाउको विषय गर्नु होइन अरू कसैको विषय नगर्नु के साथीहरू यार जिन्दगीमा गर्नै छैन कसैको विश्वास थाहा छ कि छैन साला 1000 चोटि भिख साला मैले त सालाको 2 चोटि भन्ने बित्तिकै दिएको थिएँ क्या उसलाई 2 चोटि भन्ने बित्तिकै दिएको थिएँ कि नाम चाहिँ म भन्न चाहन्न होइन खालि अब मेरो नाम बदनाम गऱ्यो भन्छ होइन साला 2 चोटि भन्ने बित्तिकै दिएको थिएँ क्या मैले होइन त उनी एकचोटि भन्ने बित्तिकै दिने मान्छे हो म नदिने होइन तर उ दिन मसँग त्यस्तो थिएन नि त होइन थिएन मैले दिएन होइन उसलाई दिएन मैले किन दिएन भनेपछि म उस दिन काम गर्न लाग्छ मलाई बेलुका त्यही भएर लगेर जा भनेको थिएँ मैले उसलाई होइन मैले दिएन अनि हिजो आयो अनि अर्को दिन आयो मैले दिइहालेँ होइन तर यत्रो विश्वासघात गर्यो नि होइन मा कसम त्यस्तो विश्वासघात नै मसँग छैन पछि दिन्छु भनेको पनि हुन्थ्यो होइन तर यिनले उसले विश्वासघात किन गर्यो त अनि यत्रो विश्वासघात गर्यो नि मा कसम त्यसले होइन गाली गर्न चाहिँ हान्न म छोड्दै होइन मा कसम आफ्नै मान्छे होइन के विरोध गर्ने के गर्ने भनेर मैले केही भन्न चाहन्न कि पहिला उसको हल्का प्रब्लम छ भन्यो उसले मलाई होइन कुरोको नि मेरो धेरै प्रब्लम छ दाइ भन्यो होइन के प्रब्लम भन्नु भाइ यस्तो छ दाइ मेरो धेरै मेरो पैसाको सर्टेज छ होइन मसँग पैसा चाहियो मलाई अरू मसँग छँदैछ मलाई ट्याक्क 50,000 रुपियाँ मलाई पैसा चाहियो भन्यो होइन म ठिक छ नि त म दिन्छु भोलि मेरो घरमा म दिन्छु भने 50,000 रुपियाँ म दिन्छु भने होइन उसलाई मैले भोलि आयो होइन आयो मसँग अहिले छैन भोलि आयो लिएर जानु दाइ म आउँ त भन्यो कल गर्यो ल हुन्छ नि त आन् तपाईँ लगेर जा भने होइन लिएर गयो होइन क्यास टु क्यास लिएर गएँ उसँग विश्वास थिएन भने त म उसको भिडियो बनाउँथेँ यताउति गर्थेँ साला पुरा विश्वास थियो कि उसँग होइन यत्रो विश्वास गरेको थिएँ क्या मैले होइन अनि क्यास लिएर गयो होइन पछि अस्ति 1-2 महिना भइहाल्यो होइन न फोन छ न केही छ होइन बल्ल मैले भेटेँ कि हिजो अस्ति भलिबल खेल्न गएको थिएँ उता भेटेँ कि होइन भाइ के हो यार सम्पर्कै छैन पैसा लिएदेखि केही छैन यार के हो पारा यार मैले यति भने होइन डाइरेक्ट कस्तो भन्यो भनेपछि मैले तबाट पैसा कहिले भन्यो डाइरेक्टै भन्यो यार कसम यस्तो लाग्यो नि यार र मैले के भन्न लाग्छ यो त म त होसमा छ कि छैन भाइ यति भन्न भने म होसमा छु सबैतिरमा छु यति भन्नु मैले पैसा कता लिएँ कतिखेर लिएँ प्रुफ देखाउनु न भन्न थाल्यो यार कसम कस्तो लाग्यो होला मलाई होइन यस्तो हिसाबले भन्यो कि मलाई प्रुफ देखा यताउति देखा भन्यो कि त्यही भएर मा कसम यस्तो तनाव भयो नि कल गर्छु अहिले कलै उठाउन चाहिँ केही उठाउनै लागेको छैन कि त्यो मान्छे अहिले भन्न चाहन्न होइन पैसा दिन्छ नदिन्छ मलाई त्यो मतलब छैन किनकि उसले मसँग झुट किन बोल्यो भन्ने लाग्यो क्या साला अहिले उसले भन्नु दाइ अहिले मसँग पैसा छैन पैसा जतिखेर भयो त्यतिखेर दिन्छु दाइ थोरै दिन्छु बरु म एकैचोटि पुरा दिन सक्दैन भने पनि हुन्थ्यो त्यस्तो उनले किन भन्यो त यार मलाई साला मलाई उसले प्रुफ माग्यो क्या मलाई यार किन माग्यो प्रुफ त्यो मलाई पनि थाहा छैन कि माग छ न मेरो उसँग दुश्मनी छ न केही छ माग राम्रोसँग बस्ने एकै ठाउँ खाने एकै ठाउँ बस्ने तर उसले यस्तो किन गर्यो मलाई त्यही लागेको छ कि तनाव भएको छ कि होइन त्यही भएर जिन्दगीमा कसैको भरोसा नगर्नु होइन भरोसा आफ्नो आमा बाको गर्नु बस भइहाल्यो जिन्दगीमा अरू कसैको नगर्नु यही भन्न चाहन्छु कि म है फेरि अरूको कसैको भरोसा गऱ्यो भने केही हुँदैन कि माग सबै डुब्छ कि त्यही हो गाइस है